के यो बाटो हो कि आऊ साथी आऊ हेलो साथीहरू है एक्स्ट्राको ट्र्याकमा आइसकेको छ है हामी हिरोकोमा रस्ता त फेरि यस्तो छ कि ल ल ल ल ल ये क्या आ गया गलत रास्ता आ गया रे Oh my god माई गुडनेस झन्नै लडेन यार कमाल चिप्लो है बाटो यार लुज ग्राभेल के लास्टै पोखराको नयाँ रुट ट्रायल हान्न आएको बाटो के हुन्छ
बाटो हो कि खोला हो यो यस yes 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 के भन्छ यस्तो कहाँ खाल्डोमा हालेको त अनि पछाडि पो तानौँ न बरु ल बाबाले खतरा यार बाटो त मजा आइरहेछ तान्नै नसक्ने भइसक्यो यार म कस्तो थाकिसक्यो पछाडि लगौँ भने क्या त्यही भएर यो सक्खर माटो रहेछ क्या अझै अझै आऊ साथी आऊ कस्तो भइरहेछ थकाइ लाएर जल्दी जल्दी हालात हेर्न सक्नुहुन्छ हाम्रो होइन वी आर नाउ इन कहाँ अरे हामी ढिक्की डाँडा है स्विमिङ खेल्ने भन्छ त्यहाँ एक्सपल्सको इभेन्ट हुनेछ वहाँ कमिला जस्तो देखिरहेको साथीहरू है ढिक्की डाँडा रिसोर्टमा चाहिँ हामी दामी मिठो लस्सी खायो कि अब लस्सी खाएर अब निस्किनु पर्ने हुन्छ ये रास्ता है कि गड्ढा है ये
मोज भइरहेछ मोज झ्याकन ये रास्ता है कि गट्टा है ये अनि त्यही भएर त मैले जाने बेला गाह्रो हुन्छ होला भने नि I'm sorry बनाइरहेको बाटोमा हामी गयो त्यसको लागि क्षमा पाऊँ तर के गर्नु बाटो थाहा थिएन जहाँ बाटो भेट्यो त्यहीँबाट हिँड्यो हामी त्यसको लागि क्षमा माग्न चाहन्छु म बाइकको टायर यताबाट उता कतिखेर घुम्छ भने पनि थाहा नै हुँदैन क्या तर दामी हानिरहेको छ होइन एकदम लुज सोलिङ गरेछ अरे हो यार ठ्याक्क गर्नुपर्छ नि सोलिङ त यार त्यो भएन क्या कसले गरायो क्या के हो यार इन्जिनतिरै डङ हान्छ त यार ढुङ्गाले यार बवाल मजा यार हामी वहाँ डाँडाबाट आयो जस्ट 5 मिनटमै आइपुगेछ यार 5 मिनटमै आइपुगेछ हेलो साथीहरू है एक्स्ट्राको ट्र्याकमा आइसकेको छ है हामी हिरोकोमा अब यहाँबाट अब नै स्टार्टिङमा एडभेन्चर छ क्या अब यो एक्स्ट्राको ट्र्याकमा जानु चाहिँ बगर छेउछेउबाट जानुपर्ने हुन्छ अनि मेन खोला नै खोलाबाट बाटो नै छैन क्या अब आगाको खेत छेउबाट जानुपर्ने हुन्छ होइन बाटो चाहिँ फेरि हरिबै छ हरिब यता पनि लपकै रास्ता त फेरि यस्तो छ कि ल ल ल ल ल हाल्दोमै त छिरिहाल्यो यस्तो छ क्या बाइकै आधी काट्छ यार ल्याम्प किल ल्याम्प कहाँबाट यहीँबाट जान्छ
हुन्छ त अलिअलि बाइक त यस्तो त छ डर लाग्यो त यार महेन्द्र पुल आइपुग्यो हामी चाहिँ अहिले यो महेन्द्रनगर मार्ग यहाँ चाहिँ हाम्रो झन्डै झन्डा छ सबै जताततै बाइक छोडे दाइ मैले बाइक छोडे
ल साथीहरू हामी चाहिँ अब पोखरातिर एन्ड अफ डे 2 इभिनिङ छ हैन अब बेलुका चाहिँ रात बाँकी छ तर अब विल बी ब्याक गाइस अनिहरु पूर्ण राईकोमा जानु बाँकी छ नि त हामी भरे एउटा कुरो त भन्नै बिर्सेछ हाम्रो भरे फेरि क्यारवाकमा बवाल खत्रै पार्टी छ फेरि हामी चाहिँ बोटिङ गरेर छैन हामी चाहिँ बोटिङ गरेर आइसक्यौँ लुगा पनि पुरै भिजिरहेछ चाक भिजिरहेको छ सबभन्दा पहिले सुरु यस किन भन्दा त्यही भित्र कहाँ चुइरहेछ पानी तप तप पानी चुइरहेछ जुत्ता मात्रै ल्याङ हुन्छ यार यहाँ हो निशान खोइ कता थियो यार ले अब अहिले पछि भेटौँला ओपन सिंगल आजको कस्तो भयो त कायक सिंगल आजको कस्तो भयो त कायक ए बवाल भयो बल भयो रमाइलो भयो तीनजना पाएपछि त रमाइलो भइहाल्छ नि यार हामी त नरससँग गएको थियौँ नि त नरससँग दाइ तपाईँलाई कस्तो भयो आज एकदम चिल Chill हो, एकदम रमाइलो 1 घण्टा भनेर गएको कति घण्टा भयो सर कति साढे 3 घण्टा बढी पूजा स्पोन्सर हो दाइ तपाईँको मलाई थाहा छैन यार म त घरबार भएको मान्छे यहाँ घर भिडियो होइन म त बोट मात्र लिएर गएको बनाइदिनु पर्छ बबाल 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 एकदम सिरियसली मजा आयो होइन हाम्रो स्पोन्सर छैन है हाम्रो स्पोन्सर चाहिँ छैन है ल तिमीलाई कस्तो भयो I think it was the best thing Nunako to copy. come. Like this yaunu was the best decision, guys. मेरो नल्याउनु न यार. नाक ठुलो देख्छ. छिराइदियो नाकमा. आजको चाहिँ रमाइलो भयो यी बुढा मान्छेहरूले चाहिँ हामीलाई यी दुइटा धोकेबाजहरूले चाहिँ छोडेर गयो स्टार्टिङमा है हामी धोकेबाज हौ तिमी धोकेबाज हौ तिमी है दिस सिट अनि हाम्रो चाहिँ ग्रुप चाहिँ हामी चाहिँ रमाइलो गऱ्यौँ हामी तीनजना चाहिँ उता गएर आयौँ आइल्यान्डसम्म हामी तीनजना गएर आयौँ रमाइलो भयो एकदम रमाइलो भयो होइन गाइस यस्तो मजा आयो स्विमिङ गर्न at least we did it for like 10 to 20 minutes I guess right बेसी गऱ्यो ओके हामीले आधी घन्टा जति स्विमिङ गऱ्यो and it was so good उहाँहरू सबैले मिस गर्नुभयो I'm sorry guys तर it was really bad फोटो देखेपछि चल